हेलो गाइज, वेलकम ब्याक टु SP07 राइडर। आजको भ्लगमा हामी नयाँ राइडमा निस्केका छौँ। भिडियो लास्टसम्म हेर्नु है। म चाहिँ निस्किनलाई रेडी भइसकेँ गाइज। आज चाहिँ म मोहिननगर जाँदैछु। अब चाहिँ म निस्किन्छु गाइज मोहिननगरको लागि। म चाहिँ निस्किसकेँ गाइज। म चाहिँ मोहिननगरको लागि निस्किसकेँ। अब आजको मौसम पनि एकदमै रमाइलो छ। चिसो चिसो मौसम छ गाइज। न पानी पर्ला जस्तो न घाम लाग्ला जस्तो। वेदर इज बेस्ट गाइज। एकदमै बेस्ट छ वेदर आजको। यति रमाइलो वेदर छ। पानी नपरोस् लाग्छ जहाँसम्म, किनकि पानी पऱ्यो भने म भिज्न सक्छु गाइज। मोहिननगर जानु छ, त्यही भएर पानी नपर्ला जस्तो लागेको छ। त्यही ठिक छ, तर आफ्नो किस्मत हो गाइज। म भन्न सक्दिनँ पानी पर्ला त्यो मौसमको हिसाबले हुन्छ गाइज। अब मैले भनेर पानी रोक्ने पनि होइन। म चाहिँ नगरपालिका पुगिसकेँ गाइज। नगरपालिका पुगिराखेको छु। अब ठ्याक्क नगरपालिकानिर पुग्छु। एउटा मेरो साथी पनि जानेवाला छ मसँग, त्यसैले त्यसकोमा पनि जान्छु त्यसलाई लिन। यो चाहिँ कृष्ण स्कुल हो गाइज, जलारीको। म चाहिँ मेरो साथीलाई लिएर अब जान लागेको गाइज। म चाहिँ हामी चाहिँ झलारी पुगेका छौँ। अहिले झलारी पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ आजको वेदर इज भेरी बेस्ट छ गाइज। एकदमै बेस्ट छ। यो चाहिँ शुक्लाफाटा नेसनल पार्क हो गाइज। नेसनल पार्कको बिचमा बनेको बाटो, पार्क भन्दा नि घाँसे मैदान चाहिँ एकदमै रमाइलो, एकदमै भ्यू पोइन्ट गाइज। सबभन्दा राम्रो भ्यू पोइन्ट हो। यहाँनिर यस्तो दामी भिडियो फोटोहरू बन्छ नि, छोड्नुहोस् गाइज, कुरै नगरिदिनु। हामी चाहिँ दैजी पुग्यौँ गाइज। दैजी हेर्नुहोस्, डक कस्तो आइरहेछ लखेर्नु। यो महेन्द्रनगर थाहा होला सबैजनालाई। यो चाहिँ महेन्द्रनगर हो। राजा महेन्द्रले बनाएको सहर महेन्द्रनगर भन्छन् गाइज। यो महेन्द्रनगर चाहिँ राजा महेन्द्रले सबैभन्दा सुरुमा आएर बनाएको सहर बाटो। यो मेन महेन्द्र हाइवेले यो महेन्द्रनगरको यो बोर्डर नजिक भएर यसलाई चाहिँ धेरै राम्रो भएको छ, किनकि बोर्डर नजिक पनि भयो र महेन्द्र राजमार्ग आएर राजा महेन्द्रको टाइममा पूर्वदेखि पश्चिमसम्म मेची महाकालीको महेन्द्र हाइवे बनेको थियो। त्यही हाइवेको उसले महेन्द्रनगर बजारमा बस्दै गर्दा बनेको सहर हो महेन्द्रनगर। हजुरहरू सबैजनालाई, धेरै जसोजनालाई थाहा होला, पश्चिमको मान्छेलाई। अब थाहा छैन भने तर सुदूरपश्चिम एकदमै रमाइलो ठाउँ गाइज। कोही कतैबाट सुदूरपश्चिम घुम्न आउन चाहन्छ भने एकदमै रमाइलो छ, एकदमै राम्रो मान्छेहरू छन्, बोली हरेक कुरा राम्रो छ गाइज। प्लिज वेलकम सबैजनालाई। आइदिनु होला, सुदूरपश्चिम घुमिदिनु होला र राम्रो र हामी चाहिँ फाइनली झलारी पुगेर जोशी अङ्कल, हाम्रो ठेलावाला जोशी अङ्कलको 20 वर्षको एक्सपिरियन्सको चाट खाँदैछौँ गाइज। सुदूरपश्चिम आउने हो भने झलारीमा आएर यो चाट नखाइ नजानु होला गाइज, प्लिज सबैजनाले। आजको भ्लग यति नै। भिडियो मन परेमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ गाइज।